म चाहिँ केटाहरूलाई प्राङ्क गर्नु जाँदैछु है त्यही केटाहरू त के हो यार हिरोहरू यहाँ फेरि टेन्सन भयो के भयो मेरो पसको पैसा निकालेर नि यहाँ हेर 30 रुपियाँ जति थियो कहाँ राखिस् पस चाहिँ फेरि यही थियो यहाँ होइन मेरो गोजीमै थियो कसरी जिको अनि पस चाहिँ त्यो उमा बसमा थियो कि अहिले आउँदाखेरि कि तैँले लगिस् भने के बोलेको भाइ अहिले बस चाहिँ गर्नु फेरि भने यदि के भन्दैछ हेर यहाँ कस्तो भनेको यी तेरो पैसा चाहिँ मैले भेटेर मुला बसी त्यसै गर्छु कि एक गाडी पस हेर्नु त मलाई सबै लाग्यो भने के पैसा हराउँछ मेरो पस चाहिँ गर्छु 50 रुपियाँ थियो उहाँ लुडोमा हालेर उहाँ 20 रुपियाँ हालेर उहाँ यी माकुरी यसले पो गरेको रहेछ त यी के यो मेरो पैसा हो अहिले मैले लुडोमा उहाँदेखि 50 रुपियाँ अनि भन्नु सक्दैन के भन्छ भनेको मलाई भन्नु पर्दैन मलाई Oh no! यार अर्काको त्यो निकाल्ने हो प्राङ्क गरेको भाइ झन्डै भरे फुर्सद भएको झन्डै फेरि साँच्चै अनि मैले त्यस्तो गरेको भए के गर्थेँ मैले क्यामेरा नखिचेको भए के गर्थेँ अब अन्त सबैको पस्दै गर्छु यताउति भन्छ सन्ते गाह्रो साँच्चीकै भनेको यार यसले त